मैले चाहिँ सामना तपाईँकै सहयोगले एक त मैले त रुद्र पुन्सा काठमाडौँबाट एउटा युकेर अमेरिका गेरी लिएर आउनुभयो यहाँ 2 पटक आउनुभयो। अनि उहाँले यहाँ मैले विदेशको जानकारी गराइदिएँ उहाँलाई। आज उहाँ चाहिँ आउनु भएको छ। अनि अब आज यहाँ तपाईँको नयाँ नौलो देखिएको हुन्छ मेरो पुलिस जेलमा साथीहरू कि सबै हामी रहेछौँ, आपत्ति भएन होइन। तैपनि मैले अब हिजोको मेरो अग्रज बुढापाकाहरूबाट जे जति यसको बारेमा इतिहास थाहा पाएको छु त्यो कुराहरू म साथसाथै छोटो राख्छु र अलि इतिहासन गरौँ अन्तर्ज्ञापन गरौँ हामी होइन। अब मैले त्यतिखेर बुझ्दाखेरि यो एउटा गरियो थियो भन्ने भनाइ थियो पनि गरिएको थियो। यहाँको समस्या हेर्दाखेरि यहाँको जब उत्खनन भयो हामीलाई विद्यालय निर्माण गर्न जग्गाको अभाव भइदियो, गाउँको बिचमा विद्यालय स्थापना भइदियो र बाध्यतावश हामीले यहाँको संरचना तोड्नु पर्ने अवस्था आयो। झगडा गरी बाजी त्यसले सामने आएर चाहिँ हामीले यहाँको गरी स्पेसल गरी थियो पुरा चाहिँ के अध्यक्ष भन्दै वरिपरि यहाँ गरिएको थियो। अनि उसले बुढापाकाले भन्थे यो चाहिँ युद्ध गर्दाखेरि लुकेर यहाँ राखेर हानेसम्म बनाएको भन्थे बुढापाकाले। हामी केटाकेटी हुँदाखेरि त्यस्तै ठाउँ समस्या थियो भने वरिपरि यस्तो ठुलो थियो 1 1 मिटरभन्दा घरि थिएन, वरिपरि थियो। अनि हामी केटाकेटी स्कुल पढ्दाखेरि त्यहाँ जुन खेल्थ्यो त्यो उफ्री कुदिन्थ्यो हामी। वास्तवमा पछि बुझ्दाखेरि त्यहाँ यहाँ ठाउँ हुँदाखेरि पनि के थाहा पायो भने यहाँ केही महत्त्वपूर्ण ठाउँ के छ भने अहिले बुझ्दैछु म। यहाँको फोन गर्दाखेरि यहाँको गोली गट्टाहरू गोलीको थुप्रै भेट्यो क्या, धेरै सङ्ख्यामा भेट्यो गोलीहरू। त्यो के अरे जिमाला सिमाला लफोटा के भन्छ नि अलिकति भेटिन्छ यहाँ। अनि यहाँ नागाहरू बस्थे अरे भन्ने कथन छ यहाँ। यसमा चाहिँ नागाहरू कहाँ विस्थापित भएर भाग्दै आउँदाखेरि यो ठाउँमा उनीहरूले धेरै वर्ष बसेछन् उनीहरू, पछाडि बुढापाकाले भनेको। नागाहरूसँग चाहिँ नागाहरू बसेको प्रमाण पनि छ हामीसँग। त्यो नागाहरू बसेर च्यानको ढुङ्गाहरू हामीसँग गाउँघर थुप्रो छ, राम्रो ढुङ्गाहरू च्यान उत्खनन भइदिएछौँ। त्यहाँ लखोटा जब प्रष्ट भेटियो, गोलीहरू पनि भेटाइयो र चाहिँ हो रहेछ भन्ने हामीले प्रमाणित भयो। ती नागाहरूले यहाँ उनीहरू यहाँ युद्ध भएको छ कोही बुझेको भन्छु। यहाँ नागासँग झगडा भएछ स्थानीय मान्छेसँग, बुझ्नु पऱ्यो, यसरी बुझ्नु पऱ्यो हामीले। अनि नागाहरू स्थानीय गयो उनीहरू भाग्दै गयो उनीहरूको कहाँ गयो होइन। पछि उनीहरू आउँथ्यो अरे यहाँ उनीहरूको इतिहास थिएछ, उनीहरू थाहा छ हाम्रो सन्तान यहाँ बसेको अरे भनेर उनीहरू खोज्न आउँदै थियो भन्ने कुरो पनि सुनेको छ हामीले। र चाहिँ उनीहरू त्यसरी आउने क्रममा उनीहरूले यो यहाँ उनीहरूको गोलीगट्टा उहाँको चाहिँ उनीहरूको चाहिँ यहाँको चाहिँ सम्पूर्ण चिजहरू राखेर कुरो मान्छे राखेर उनीहरू भागेका थिएछ। उनीहरू त्यो कुरो मान्छेहरूले हेर्दै गरेको लागि यहाँ राखेको अरे। त्यही कुरो राखेको कारणले गर्दा यो डाँडाको नाम कुरुलै भएको भन्ने भनाइ किंवदन्ती पनि मैले बुझाइन्छ है। यो छ है, अलिक जसले सोध्नुहुन्छ उहाँको त्यही किसिमको परिभाषा गरिरहेको छु कि। र विशेष गरी झगडा चाहिँ कोसँग हो भन्दाखेरि अहिले मलाई कता लाग्छ तपाईँकै जोडिएको जस्तो लाग्छ मलाई। यो वास्तविक कुरो रहेछ भन्ने मलाई लागिरहेछ। अब हिजो अनुसन्धान गर्ने हिजोको हाम्रो अग्रजहरूबाट सम्पूर्ण जानकारी भइदिएन। यहीँ तल यहाँदेखि भोलि सुर्गेमा चाहियो होइन, त्यो ठाउँमा 2 भाइ दाजुभाइ थिए अरे, नोयङ र सोयङहाङ भन्ने 2 दाजुभाइ थिएछ। यो त चाहिँ नागा उनीहरूको पढेको अरे। नोयङ र सोयङ भन्ने छ, तपाईँको पुस्तामा के आउँछ आउँदैन त्यो छ कि। नोयङ र सोयङहाङ भन्ने 2 जना दाजुभाइ थिएछन्। त्यो दाजुभाइ र त्यो नागाहरू युद्ध भएछ। गर्दा ती दाजुभाइले नागाहरूलाई हराएर काउ खलाएर उनीहरू यहाँबाट छोडेर विस्थापित गयो उनीहरू। र उनीहरूको यहाँको खरखजना यहाँको राखनदारन गरिबन्दाहरू बसेको होइन। अनि उनीहरूको हेरोको एउटा हाम्रो सामान सुरक्षाको लागि भनेर मान्छे खटाएर गयो अरे, कुरुवा भनेर राखेको थियो अरे उनीहरूले। त्यही कुरुवा भएकै कारणले गर्दाखेरि यो गाउँको नाम पनि कुरुले रहेको है केटा भनेर हाम्रो बुढापाकाले अवसर भन्ने एउटा कथा आउँछ कहिले काहीँ। त्यो पनि हामी जिज्ञासा गरेर चासो गरेर सोद्धा त अलिक विस्तृत पनि जानिन्छ नि। अब त्यो याद भएन यहाँको चाहिँ सांस्कृतिक इतिहास के थियो के थियो हाम्रो त्यस्तो थाहा भएन हामीलाई होइन। र हाम्रो बुढापाकालाई पनि थाहा भएन, खोजखाज भइदिएन। अहिले त्यतिको भएदेखि सब कुरा पत्ता लाग्थ्यो। अब त्यो नयाँ स्वयंमा चाहिँ म के सोच्छु भने तिनीहरू तुम्बाहरू नै थिएछन् भन्ने कुरो मान्छे बुझेको। अहिले पनि किन बुझेँ भने नि अहिले पनि त्यो ठाउँमा नि तपाईँको दाजुभाइ तुन्साहरूको बसोबास छ सुर्गेमा ठाउँमा। त्यसैले यसरी अनुमान गर्ने कुरो भइरहेको छ मेरो चाहिँ, मेरो व्यक्तिगत तर्क कुरा हो। अहिले पनि तुन्सार हुनुहुन्छ उहाँ तुम्सार हुनुहुन्छ यहाँ, तुन्सार हुनुहुन्छ यहाँको।
अनि उहाँ गेटप्रति बसेर भनेर कथन दिन्छ होइन। त्यसै उहाँकै वंशहरू पूर्वजहरूले उनीहरूसँग युद्ध गरे। त्यो युद्धपछि नागरी खेदाएर उनीहरूले यहाँ आफ्नो चाहिँ बचत काम गरेको भन्ने मैले बुझेको छ यो छ। अब तपाईँहरूको वंशावलीमा तपाईँहरूको इतिहासमा अब आफ्नो चाहिँ खोजीमा त्यो नयाँ हाङ र स्वयं हाङ छ छैन यो यहाँले बुझ्नु।